गाइस म लुलु एरियाबाट हिँडिसकेँ यता यो चाहिँ लुलुको एरिया हो हैन पाण्डाबाट यता लुलु नजिकै रहेछ यस्तै घुम्दै आज रुम पुग्छु कति बेला थाहा छैन आधी घण्टा हुन लाग्यो हुनेको दामी छ भ्यूज ल हेर्नुस् दामी छ हैन ठुलो छ ठुलो वाउ फ्याक्ट्री एरिया हो नि त गाडी पनि यतैबाट आउँछ नि त हाम्रो त्यहाँदेखि उता चाहिँ गइन सिके जाने प्लान थियो गइन धुलो उडेको छ यता चाहिँ अलिक धुलो उडेको छैन बाटो चाहिँ उकालो रहेछ यहाँबाट अब रुममा पो कताबाट पुग्छु पुग्दिनँ थाहा छैन यताबाट पुगिनँ भने फेरि त्यही बाटो फर्किँदै आउँछु लगभग फेरि 15-20 मिनट लाग्छ अनि रुम पुग्छु कति बज्यो अहिले 6 बज्न लाग्यो वाउ साइकलमा बस्दा चाकै दुखिसक्यो यताको भ्यूज देखाउँछु है त तपाईहरुलाई ल कस्तो छ ठाउँ भन्ने कौतूहल त हुन सक्छ यो चाहिँ यस्तो छ साइकल पेल्दा उकालो ठाउँ छ अनि त्यो भएर साइकल पेल्न लास्ट ल म अघि लास्ट बार त यस्तो रह्यो त्यो एरियामा हो कि जस्तो लाग्छ रुम देख्छु के सोध्दै थियो भने धेरै पर पुग्ने है क्या जस्तो पनि लाग्छ एक त गाडी हाम्रो यताबाट भित्र छिराए जस्तो लाग्छ यो घुमेको थियो अस्ति बुझ्यो अहिले राख्नु होइन यो बाटो होइन जस्तो छ यो बाटो होइन जस्तो छ थ्याङ्क यू सो मच यतैबाट आइरहेको थियो आउनु त